विनोद कुँवरज्यूलाई हार्दिक आग्रह गर्न चाहन्छु। धन्यवाद भाइ। मैले आज कता म यो 15औं महाधिवेशनमा हुँदै जाँदाखेरि म जेनजी उनीहरूलाई खोलेको संस्था नयाँ नाम आएको छ कि त्यो भएर म ठ्याक्क जेनजीको याद आयो। म त्यति बेला त्यस्तै उमेरमा थिएँ। आज झन्डै म बिहा बसेर लागेको पनि लगभग 33 वर्ष हुन लागिसक्यो। म अन्त धेरै छोराछोरी अवस्था उनीहरूका भाइ साथीभाइहरू आउनुभएको छ। मलाई चिन्न अलिक गाह्रो पनि छ। वास्तवमा म्याग्दी समाज भनेर हामीले त्यति बेला खोलेका थियौँ। आजको अध्यक्षज्यू र उपस्थित साथीहरू र आसनका अतिथिहरू र सम्पूर्ण पत्रकारहरू र म्याग्दी र गैर म्याग्दीले साथीहरूमा 15औं महाधिवेशनमा उपस्थित हुनुभएकोमा हार्दिक स्वागत र धन्यवाद दिन पनि चाहन्छु। वास्तवमा त्यति बेला हामी लगभग कोरियाभरि नै हामी 2000 भन्दा कमी नै मान्छेहरू थियौँ। अहिलेको जस्तो नेटवर्क थिएन र हामीहरूलाई विभिन्न किसिमका कल फोन आउने सिस्टम के अरे फोनहरू पनि थिएन। एक आपसमा साथीको एकदम ठुलो महत्त्व थियो र त्यति बेला कानुनका कुराहरू पनि हामीसँग लिखित थिएनन् र हामीहरूलाई सबभन्दा ठुलो प्रवासमा बस्दाखेरि एउटा नेपाली बाटोमा भेट्दाखेरि त्यत्तिकै महत्त्व हुन्थ्यो भने म्याग्दीकै साथी पाउँदाखेरि अझ ठुलो महत्त्व हुन्थ्यो र वरिपरिका जिल्ला बागलुङ, स्याङ्जा, पर्वत, मुस्ताङ यतातिर साथी हुँदाखेरि अझ नजिकको भावनाहरू हुन्थ्यो। भनेपछि आज कोरियामा धेरै किसिमका सञ्जाल र धेरै किसिमका संस्थाहरू भए र त्यसपछि त विभिन्न हामीहरूले एउटा जिल्लावासी संस्था म्याग्दी समाज भनेर खोलियो। त्यसपछि बागलुङ, स्याङ्जा र वरिपरि धेरै जिल्लाका साथीहरूले संस्थाहरू खोल्नुभयो र त्यसमा पनि हामीले सहकारी गऱ्यौँ। आज कोरियामा 100 भन्दा बढी संस्थाहरू छन्। झन्डै लगभग 100वटा संस्था त म आफू नै उपस्थित भएर गैरावासी नेपाली सङ्घ र विभिन्न संस्थामा काम गर्दै जाँदाखेरि गएका 2-3 वर्षभन्दा पहिलासम्म म एक्टिभ नै थिएँ कोरियाको संस्थाहरूमा र त्यसपछि म अहिले आफूको बिजनेस व्यवसाय र म गैरावासी नेपाली सङ्घ केन्द्रीय अध्यक्षको कारणले गर्दाखेरि म विश्वव्यापी रूपमा घुम्न पर्यो र म नेपालमा आफ्नो लगानीलाई सुरक्षित गर्न र नेपालमा के गर्नुपर्छ भन्ने एउटा सोचाइले म अहिले नेपालमा एकदम बढी नै गइरहेको छु। सायद आज पनि म भोलि बिहान भोलिको मेरो फ्लाइट छ। फेरि म 15 दिन मात्रै भयो कोरिया आएको। मलाई एउटा गौरवता लाग्छ कि किनभने म नेपाली हुँ भनेर र त्यसपछि म म्याग्दी जिल्लामा म जन्मिएको लागि म एकदम धन्यवाद दिन चाहन्छु। म म्याग्दी भएको नाले मात्र आज म कोरियामै बस्दै जाँदाखेरि कोरियाको विकास पनि हामीले नै गरे हो म यति भन्न चाहन्छु। किनभने यो कोरिया हामी आउने बेला यति ठुलो विकास थिएन। यो कोरियालाई विकास गर्न हामी सकियो भनेपछि तत्कालीन हामी धेरै साथीहरू नभए पनि तर हामी लगभग 18 घन्टा काम गरेका थियौँ त्यति बेला र हामीहरूमा कुनै ओभरटाइमका सिस्टम थिएन। सायद कुनै दिन त 48 घन्टामा आफैले पनि काम गरे हो र म मात्रै होइन धेरै विदेशी साथीहरूले त्यसरी नै काम गर्दै यो देश आज यहाँसम्म विकसित भएको छ। वास्तवमा हामीहरूले एउटा पौरख र कोरियामा बस्दै जाँदाखेरि हामीले एउटा लगनशीलता काम गर्नुपर्छ र मेहनत गर्नुपर्छ भन्ने एउटा ठुलो पाठ सिकेका छौँ। त्यसैले नै हो आज नेपालमा साह्रै ठुलो विकास नभए पनि नेपालमा धेरै उद्यमीहरू र धेरै राजनीतिक साथीहरू कोरियाकै साथीहरू गएर हुनुभएको छ। मलाई त्यसको लागि पनि म गौरवता मान्न चाहन्छु। म नेपालमा अहिले धेरै फ्याक्ट्रीहरू 2-3टा फ्याक्ट्रीहरू राख्दै जाँदाखेरि म आफ्नै फ्याक्ट्रीमा काम गर्ने पनि कोरियाबाट फर्केका साथीहरूले नै गर्नुभएको छ। उहाँहरूले काम दिँदाखेरि म ढुक्क पनि हुन्छु किनभने उहाँहरूलाई एउटा लगनशीलता छ र उहाँहरूले एउटा काम गर्ने ह्याबिट बसिदिएको छ र धेरै मेन ठाउँमा उहाँहरू नै हुनुहुन्छ। अहिले लगभग मेरै कम्पनीमा नै यहीँबाट फिर्ता भएकै साथीहरू हुन्छ 15-16 जना त आफ्नो ठाउँमा। अहिले पनि म बुटोलमा मेरो चाउचाउ फ्याक्ट्री कोरियन चाउचाउ फ्याक्ट्री खोलिरहेको छु र त्यसमा पनि कोरियन भाषा जानेको र कोरियामै लगनशीलता भएका साथीहरू हुनुहुन्छ भने भैरवमा कोही हुनुहुन्छ त्यहाँ भने म खोजिराखेको छु। तर यो हुँदै जाँदाखेरि म अहिले म्याग्दीमा पनि आफ्नो एउटा मातृ जिल्ला मातृभूमि र म आफू जन्मेको ठाउँ भनेर म के गर्नुपर्छ भनेर पहिले नैदेखि एकदम म्याग्दीमा म धेरै सोचाइराखेको थिएँ। तर म्याग्दीमा एउटा कुरो के छ भने ढुवानीको कारणले र विभिन्न समस्याको उसले गर्दाखेरि म त्यहाँ ठुलो अपर्च्युनिटीहरू नदेखेर अरू बाहिर जिल्लाहरूमा गोर्खामादेखि लिएर बाहिर जिल्लामा मैले प्रोजेक्ट बनाइराखेको छु।
र नेपालमा एउटा म्याग्दीमा एउटा सम्भावना के थियो भने हाइड्रो सम्भावना थियो र म अहिले त्यहाँ धेरै पहिलादेखि नै गरेर अहिले लगभग अन्तिम चरणमा आएको 25 मेगावाट तपाईँहरूले धेरै टका लगानी गर्नुभएको छ होला। दर्पण बजारभन्दा माथि टनलबाट दर्पणभन्दा तल आएर टनल निस्किन्छ, त्यसमा नै हामीले 25 मेगावाटको हाइड्रो लगभग अब 1.5 वर्षमा सिद्धिनेवाला छ। तपाईँहरूले धेरै लगानी गर्नुभएको छ, साथीहरूले कोरिया र बाहिरका मनाका साथीहरूले पनि लगानी गर्नुभएको छ। त्यसको जिम्मेवारी म अध्यक्ष भएको कारणले मलाई ठुलो थियो र यसलाई विभिन्न क्रिटिकल समस्याहरूलाई पनि पार गर्दै अब अन्तिम अब हामीहरूले आइपिओको प्रोसेसमा जाँदैछौँ र त्यसमा एउटा म्याग्दीमा अन्य हाइड्रोहरू पनि छन् र म्याग्दीमा सायद तपाईँहरूले लगानी गर्न सक्नुहुन्छ भने विभिन्न हाइड्रोहरू बनिरहेको छन्। एउटा हिमाली जिल्ला पनि हो म्याग्दीमा र त्यसमा तपाईँहरूले विदेशमै बसेर म तपाईँलाई किन भन्न चाहन्छु भने एउटा प्रोजेक्ट र राम्रो कुन ब्याङ्कले लगानी गरेको छ त्यो ब्याङ्क म्यान भनेको एकदम महत्त्वपूर्ण हुन्छ। जुन ब्याङ्कहरूले राम्रोसँग रिसर्च गरेर लगानी गरिदिएको छ र त्यस्ता ब्याङ्कहरूले गरेको प्रोजेक्टहरूमा लगानी गर्नुभयो भने सायद हाइड्रोमा लगानी गर्नुभयो भने हाम्रोमा गर्नुपर्छ भने जुनसुकैमा गर्नुभयो भने तपाईँलाई सीमित 2-4 वर्षमा 5-7 वर्षमा कमसेकम 1 को 5 1 को 4 बढी भयो भने धेरै पनि पार्न पर्ने सक्ने एउटा अपर्च्युनिटी छ। तर म्याग्दीमा आफ्नै जिल्लामा भएको हुनाले धेरै कुराहरू बुझ्न पनि सकिन्छ र अन्य जिल्लाहरूमा पनि छन् र नेपालमा एउटा अपर्च्युनिटी पनि छ। त्यो हुँदै जाँदा म्याग्दी फेरि एउटा अर्गानिक खेतीको पनि एउटा भनौँ न फलफुलदेखि लिएर अर्गानिकको एउटा महत्त्वपूर्ण जिल्ला बनेको छ र त्यसलाई मैले प्रमोट गर्नको लागि म्याग्दी नगरपालिकाले एउटा कोल्ड स्टोर बनाएको थियो र त्यो कोल्ड स्टोरलाई सञ्चालनमा ल्याएर सायद मैले 1 वर्ष जति हुन लाग्यो। त्यसमा अब के छ त रिसर्च गर्न सकिने, जस्तै हामीले न्युजिल्यान्डमा लाउला एप्लिकेसन हुन्छ उहाँले गरिराख्नु भएको छ त्यो फलफुल सम्बन्धीको कामहरू। म्याग्दीमा गर्न सकिने काम केही छन् भनेपछि हामीहरूले बाहिर बसेका म्याग्दीले साथीहरूलाई म्याग्दीमा गएर केही गर्न सकिन्छ है भन्ने एउटा अपर्च्युनिटी दिनुपर्छ। किनभने म्याग्दीमै जन्मेको हुनाले पहिला त म्याग्दीलाई नै सोध्नुपर्छ। हाम्रो बाहिर छलफल पनि भइरहेको छ। यो हुँदै जाँदाखेरि मैले तपाईँहरूलाई हामी विभिन्न देशमा म्याग्दी समाज, म्याग्दी प्रवासी समाज र म्याग्दी भनेर धेरै ठाउँमा संस्थाहरू थियो र म एनआरएन कोरियाको दोस्रो कार्यकालको अध्यक्ष पुरा भएर आइसिसीको कार्यकाल सिद्धिँदै जाँदाखेरि अब होइन म्याग्दीलाई एउटा बनाउनु पर्छ र म्याग्दी प्रवासी नेपाली सङ्घ र मना बनाउनु पर्छ भन्ने हामीहरूले सोचाइरहेर योगेन छेत्री युकेको दाइ म र उहाँ के अरे प्रकाश पुन हङकङबाट हामीहरूले धेरै पटक छलफल गरेर हामीहरूले पहिलोपटक जापानमा गएर हामीहरूले जापानको पनि म्याग्दी समाज समिति भनेर थियो हामीले मोना बनाएर त्यसको महाधिवेशनबाट सुरु गरेको अहिले विभिन्न देशमा सबै ठाउँमा पछि सबै मोना भएर आयो। त्यो एउटा हाम्रो महत्त्वपूर्ण जिम्मेवारी थियो र अहिले धेरै जिल्ला साथीहरूले पनि आफ्नो मोनाकै एउटा प्रोसेसलाई लिएर सबै जिल्लाले आफ्नो भनौँ प्रवासमा बसेका जिल्लाका संस्थाहरूलाई एउटै मोना जस्तै एउटा म्याग्दीले मोना राख्यो भने बागलुङले बागलुङ समाज भनेर विभिन्न थियो, त्यसलाई एउटै क्याटेगोरीमा राखेर एउटा जिल्लालाई एउटा प्रोत्साहन गर्नुभएको छ। त्यो एउटा हाम्रो म्याग्दीले नै सिकाएको कुराहरू। म अब तपाईँहरूलाई संस्थाको बारेमा भन्छु। आखिर कोरियामा बस्दै जाँदाखेरि विभिन्न किसिमका समस्याहरू हुन्छन्। एउटा कुरो अहिले भनेको धेरै कानुनले नै तपाईँहरूलाई हेल्प गर्छ, तर त्यो कानुनले हेल्प गर्दै जाँदाखेरि कानुनबाट पनि नभ्याउने समस्याहरू हुन्छन्, आर्थिक समस्या हुन्छन्। आउँदा बित्तिकै विद्यार्थीहरूले या म्याग्दीबाटै आएको विद्यार्थीहरूले जागिर पाएको हुँदैन। कति ठाउँहरू रोजगारको समस्याहरू हुन्छ, कति ठाउँ भाषाको समस्या हुन्छ, कति ठाउँ ट्रिटमेन्ट गर्दाखेरि आउँदा बित्तिकै फर्स्टेज भइरहेको हुन्छ। ती कुराहरू यो संस्थाले हेर्ने। अब आउने संस्था यस्तो हुनु पऱ्यो कि कमसेकम म्याग्दीबाट कोरियामा आएर भएका समस्याहरूलाई सबभन्दा छिटो हल गरिदिन्छ है, कमसेकम त्यसको कुराहरू सुनिदिन्छ है भन्ने खालको एउटा त्यस्तो नेतृत्व गर्नुहोस्। विगतमा हामीहरूले जे गर्नु सक्यौँ त्यो नराम्रा छैन, राम्रा छन्, त्योभन्दा राम्रो कसरी गराउने र नराम्रालाई कसरी त्याग गर्ने भन्ने एउटा अब आउने 15औं कार्य समितिले त्यस्तो एउटा युवाहरूको चाहिँ अहिले नेपालमा जेएनजी भनेर एउटा नयाँ नेपालमा एउटा भ्रष्टाचारको अन्त गर्नुपर्छ, राजनीतिलाई शुद्धिकरण गर्नुपर्छ भन्ने किसिमको एउटा एजेन्डा लिएर आएको छ। यहाँ पनि तपाईँहरूले कमसेकम नेपाललाई यहाँ मात्रै, कोरिया एउटा फेरि यस्तो देश हो कि म तपाईँलाई भन्छु सायद म युरोप अमेरिका भएका साथीहरूलाई नेपाल फर्केर जानुहोस् भन्दा हामीलाई गाह्रो हुन्छ। किनभने कोरिया मैले एसिया पेसिफिकमा जापान भनौँ न एनआरएनको नेतृत्वै गर्दाखेरि मैले गरेको एउटा एजेन्डा के छ भने
एसिया पेसिफिक जापान कोरिया मलेसिया हङकङ लगायतका देशहरू नेपालबाट हामी नजिक छौँ प्रायः जसो प्लेनहरू डाइरेक्ट छ अनि हामीहरूको यहाँ फेरि ग्रिन कार्ड सिस्टमहरू पनि छैन र यहाँ विभिन्न किसिमका भन्दा हामी नेपालमै यहीँ कमाएको आर्जनले एउटा हाम्रो कल्चर हामीहरूको टेक्नोलोजी हामीहरूले ज्ञान सिप सबै नेपाललाई काम लाग्छ त्यो भएको हुनाले नेपाललाई पनि समृद्धि गराउन सकिन्छ र नेपाल अब यस्तो हुँदैछ कि नेपाल अब साउथ एसिया नै हो अब विश्वको एउटा चमत्कार र एउटा विकासको मूल फुर्नी देशहरू भनेको किनभने त्यसमा इन्डिया बङ्गलादेश पाकिस्तान यो ठुलो युवा जनशक्ति शक्ति भएको देश हो त्यसमा नेपाल पनि पर्छ चाइना पनि पर्छ त्यो भएको हुनाले हामीहरूले यहाँका कोरियामा गरेको ज्ञान सिप आफ्नो टेक्नोलोजीलाई नेपालमा युज गराउनुहोस् र नेपालबाट इन्डिया र त्यताको मार्केटहरूलाई खोज्न सकियो भने त्यो नै बेस्ट हो अबको संसार भनेर मैले त्यसरी भन्दै आएको छु योभन्दा मैले 15 वर्ष पहिला भने तर अहिले म आफैले उद्यम राखेको पनि मैले इन्डिया र बङ्गलादेश यतैको मार्केटलाई हेरेर गरिरहेको छु अहिले कस्मेटिक फ्याक्ट्री पनि सायद अब 1 महिनामा आफ्नै कस्मेटिक पनि कोरियन कस्मेटिक निस्किँदैछ त्यहाँ तर मैले सबै मेरो पार्टनरहरू गर्दाखेरि कोरियन टेक्नोलोजी र कोरियनलाई नै केही 20-30% र 50% उहाँहरूलाई नै भनौँ न एउटा पार्टनर गराएर काम गरेको हुनाले मलाई सहज पनि भएको छ र तपाईँहरूले पनि आफ्नै कम्पनीमा काम गर्दाखेरि पनि त्यस्ता किसिमका मालिकहरू हुन सक्छन् कि मलाई धेरै भाइहरूले भन्नु म तपाईँहरूलाई गाइड गरिदिन सक्छु म तपाईँहरूलाई त्यसको बारेमा कानुन भन्दिनँ म त धेरै दुःख पाएँ नि तर मैले पढेर कति कुराहरू पढेर बुझिँदो रहेछ क्या आफैलाई पढ्नै पर्दो रहेछ त्यसबाट बल्ल किनभने बल्ल पार गरिँदो रहेछ त्यो पारमा मसँग एउटा ज्ञान छ तपाईँले कुनै न कुनै बेला त्यस्ता कुराहरू मसँग सोध्न सक्नुहुन्छ म प्रायः जसो फेरि एउटा मलाई जुनसुकै फेसबुकमा गर्नुहोस् चाहे फोन गर्नुहोस् म त्यसको रिप्लाई कुनै न कुनै बेला दिएकै छु सायद म नदिने गर्दिनँ म यति नै तपाईँलाई भन्न चाहन्छु र आज म्याग्दी प्रवासी जुन मोहनाले आज 15औं महाधिवेशन हुँदै जाँदाखेरि म विगतका कुराहरू लामो भन्दाखेरि अझ पनि तपाईँहरूलाई टाइम नपुग्ला अझ ढिलो पनि भइरहेछ र अन्तिममा ढिलै भए पनि भोलि पूर्णिमा हो दसैँको शुभकामना एउटा हामीहरूको नेपालीको महान चाड र कोरियाको पनि यो पहिलोपटक भन्छु म कोरिया नेपालको दसैँ र लामो समय बस्दाखेरि यहाँको सूचक एकैचोटि परेको छ र यहाँ सूचकको पनि अब भोलि मेन सूचक हो भोलि तपाईँहरूलाई सूचकको पनि शुभकामना दिँदै एउटा तपाईँलाई आउँदा दसैँसम्म आउने दिनहरूसम्म तपाईँलाई एउटा स्वास्थ्यको पनि साथ दियोस् तपाईँलाई आफ्नो एउटा फलिफाप होस् भन्ने कामना गर्दै म यसबाट बिदा हुन्छु धन्यवाद धन्यवाद प्रमुख अतिथिज्यूलाई उहाँले विगतमा उहाँहरूको सक्रियतामा जुन एउटा तत्कालीन समयमा म्याग्दी समाजको परिकल्पना